यदि तपाईँ नेता बन्न चाहनुहुन्छ वा साँचो नेता चिन्न चाहनुहुन्छ भने यो 5 गुण नबुझेसम्म तपाईँ सधैँ भरममा रहनुहुनेछ। साथीहरू, आजको दुनियाँमा धेरै मानिसहरू आफूलाई नेता भन्छन्, तर के सबै नेता साँच्चीकै असल हुन्छन् त? पद पाउनु मात्र नेतृत्व होइन। असल नेता बन्नका लागि केही गहिरा गुणहरू आवश्यक हुन्छन्। आज म तपाईलाई बताउनेछु असल नेताका 5 शक्तिशाली गुण जसले एक साधारण मानिसलाई असाधारण बनाउँछ। यो भिडियो अन्तिमसम्म हेर्नुहोस् किनकि अन्त्यमा एउटा यस्तो जीवन पाठ छ जसले तपाईको सोच नै बदल्न सक्छ। पहिलो गुण, स्पष्ट दृष्टि अथवा भिजन। असल नेता त्यो हो जसले भविष्य देख्न सक्छ। जहाँ अरूले समस्या देख्छन् त्यहाँ नेता अवसर देख्छ। उहाँसँग स्पष्ट लक्ष्य हुन्छ, म कहाँ पुग्न चाहन्छु, र त्यो लक्ष्यतर्फ अरूलाई पनि प्रेरित गर्छ। यदि नेता आफै अन्योलमा छ भने उहाँको पछाडि हिँड्नेहरू कहिल्यै सही दिशामा पुग्न सक्दैनन्। याद राख्नुहोस्, स्पष्ट दृष्टि बिना नेतृत्व अन्धो यात्रा जस्तै हो। दोस्रो गुण, इमान्दारिता। असल नेता कहिल्यै झुटको आधारमा टिक्दैन। उहाँको सबैभन्दा ठुलो शक्ति उहाँको सत्यता हुन्छ। मानिसहरूले शब्दभन्दा व्यवहारमा बढी विश्वास गर्छन्। जब नेता इमान्दार हुन्छ उहाँप्रति विश्वास आफै बढ्दै जान्छ। एक कुरा सधैँ याद राख्नुहोस्, विश्वास कमाउन वर्षौं लाग्छ तर गुमाउन केही सेकेन्ड मात्र। तेस्रो गुण, निर्णय गर्ने क्षमता। नेता त्यो हो जो कठिन अवस्थामा पनि निर्णय लिन सक्छ। अवसर होस् वा सङ्कट, दुवै अवस्थामा छिटो र सही निर्णय आवश्यक हुन्छ। डराएर बसेको व्यक्ति नेता बन्न सक्दैन, किनकि नेतृत्व भनेको जिम्मेवारी हो र जिम्मेवारीसँगै आउँछ निर्णयको भार। साँचो नेता कहिल्यै भाग्दैन, उसले सामना गर्छ। चौथो गुण, सहानुभूति। असल नेता केवल आदेश दिने व्यक्ति होइन, उहाँ मानिसहरूको भावना बुझ्ने व्यक्ति हो। जब असल नेता आफ्नो देश र जनताको पीडा, समस्या र भावना बुझ्छ त्यसपछि मात्र साँचो सम्बन्ध स्थापित हुन्छ। मानिसहरू पैसा वा पदका लागि मात्र काम गर्दैनन्, उनीहरू सम्मान र बुझाइका लागि काम गर्छन्। याद राख्नुहोस्, देश र जनताको मन जित्न सक्नेले मात्र नेतृत्व गर्न सक्छ। पाँचौं गुण, प्रेरणा दिने क्षमता। असल नेता आफै बलियो हुन्छ, तर त्योभन्दा पनि महत्त्वपूर्ण हुन्छ उसले अरूलाई बलियो बनाउँछ वा बनाउँदैन। उहाँका शब्दहरूले हिम्मत दिन्छन्, उहाँका कामहरूले प्रेरणा दिन्छन्। नेता त्यो होइन जसले म गरेँ भन्छ, नेता त्यो हो जसले भन्छ हामीले गर्यौँ। साँचो नेता अरूलाई अगाडि बढाउँछ, आफ्नो मात्र होइन सबैको जित चाहन्छ। साथीहरू, असल नेता बन्न कुनै डिग्री चाहिँदैन, तर यी 5 गुण भने अनिवार्य छन्। सोच्नुहोस्, आज तपाईँ कुन गुणमा कमजोर हुनुहुन्छ, किनकि नेतृत्व अरूलाई बदल्न होइन, पहिले आफूलाई बदल्ने यात्रा हो। यदि तपाईँले आजबाट यी गुणहरू अपनाउन सुरु गर्नुभयो भने एक दिन तपाईँ पनि त्यही नेता बन्न सक्नुहुन्छ जसलाई मानिसहरूले सम्मान मात्र होइन दिलबाट पछ्याउनेछन्। नेता बन्ने इच्छा सबैमा हुन्छ, तर साँचो नेता बन्ने हिम्मत थोरैमा मात्र हुन्छ। तर यी गुणले सर्वसम्पन्न असल नेता रवि लामिछाने र